यो देश जति बिगार्न यो जनताको हात छ नि, सबैभन्दा ठुलो जनताको हातमा छ। किनभने भ्रष्ट नेता आउँदाखेरि स्वागत गर्न गएको त्यो एयरपोर्टमा हेर्नु, जहाँ कि देशै लुटेर सबै देश लुटेको चाहिँ मान्छे र घरमा आसन महल होइन, घरमा पैसा जलेको त्यत्रो देखि जनता अहिले हेर्नु त झोले जनताहरू हुन् सबैजना। यिनीहरूले गर्दाखेरि नि यो देशमा जनताले नि खतम बनाएको छ। यो देश राम्रो काम गर्नेलाई कहिले पनि सपोर्ट छैन यो देशमा। नराम्रो काममा जो भ्रष्टाचारी छ नि, जो गरिब मारा छ, त्यसैलाई माथि पुर्याएछ जनता नि उफ्रेर गरे। के हो यो देशमा? अनि यो देश सबैबाट बिगार्नमा चाहिँ ठुलो हात भनेको यो जनताको छ कि जनताले गर्दा बिग्रेको यो देश। भ्रष्टाचारीलाई माथि पुर्यायो, हाएर उयो गर्दै बाजा बजाएर पञ्चे बाजा गरेको छ। अनि यो देशमा सबैभन्दा खतम काम गर्ने भनेको यो जनताहरू हो भन्ने कुरा प्रष्ट छ कि प्रष्ट देखिरहेको।